हेलो गाइस, नमस्ते अनि फेरि पनि स्वागत छ तपाईँलाई साँच्चिने आर्ट्समा। आज केही नौलो भ्लग लिएर आएको छु तपाईँहरू समक्ष। आज हामी चाहिँ नेपालगञ्ज जानु लागेको छौँ सानो काम परेर। त्यसैले आजको भ्लग चाहिँ नेपालगञ्जतिरको है त। नेपालगञ्जतिरको हाम्रो चाहिँ लगभग 8 बजेर 15 मिनट फ्लाइट छ। सो अनि अहिले चाहिँ 6 बजेर 10 मिनट भयो। खाजा खाँदैछौँ। 7 बजेभित्र 7 या 7:30 बजेभित्र छिरिसक्नुपर्छ। सो गाइज भिडियो सुरु गर्नुभन्दा अगाडि गाइज तपाईँहरू भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब Never really know what's going on. Look at me sometimes like all you want to do is run. Hear me out, hear me out.
अवतरणको लागि तयारी भइसकेको छ। र अब हामी नेपालगञ्ज एयरपोर्टमा झर्ने तयारी गर्छौँ है। झरेको अवस्था बल्ल मुटुले अलिकति शान्ति पायो। Number 6 to the day. Ladies and gentlemen, we have landed at 1007 pound. My temperature is 35 degrees Celsius. Please remain seated until the aircraft has got your current stop and the fasten seatbelt sign is switched off. Kindly use caution when opening the engines and do not touch the personal belongings for. Guys, झरेको अवस्था। Thank you. Thank you. Namaste. Guys, नेपालगञ्जको घाम अब गर्मी छ यस्तो। गर्मी यस्तो छ नेपालगञ्जको घाम। गाह्रो छ गाइस। हामी ब्यागको लागि वेटिङमा छौँ। अब ब्यागको लागि वेटिङमा छौँ। सो गाइस अब यहाँ ब्याग आएपछि ब्याग रिसिभ गर्ने एन्ड देन आफ्टर ब्याग लिएर हामी चाहिँ मुभ गर्छौँ बोलपुरको लागि। सो गाइस फाइनली गाइस एयरपोर्टबाट निस्किसक्यौँ हामी। सो अब यहाँबाट अब गाडी पाउँछ होला। यहाँ गाडी कोलपुरको लागि अब नेपालगञ्जको झऱ्यो गाइस होइन। अब यहाँबाट कोलपुर जानुपर्ने हुन्छ। सो अब यहाँबाट कोलपुरको गाडी अब कति भन्छ अटोले लेट्स सी है त गाइस। लेट्स सी अब कोलपुरको लागि कति भन्छ। अनि देन आफ्टर कोलपुरबाट घर एन्ड देन सी यू देयर गाइस। ओके सो गाइस यहाँबाट पनि अब हामी अटो चढिसक्यौँ। अटोमा सेयरिङ अटो होइन। सेयरिङ अटोमा हामी 3जना कोलपुरसम्म 700 रुपियाँ हुनुभएको छ होइन। आई थिङ्क रेट ठिकै हो होइन। सबै यहाँबाट हामी लागिसक्यौँ कोलपुरको लागि। हामीसँग जोडिराख्नु होला, भिडियो सुट नगर्नु होला। हामी कोलपुर आइपुग्यौँ। कोलपुरमा नेपालगञ्जबाट आएको अटोले कोलपुरसम्म ल्याइदियो। त्यसपछि यहाँ कोलपुरबाट अब गाउँको लागि गोखिलानगरको लागि हामी अर्को अटो चढिसकेका छौँ। कोलपुर चाहिँ यही हो गाइस। कोलपुर चाहिँ यही हो गाइस। सो यहाँबाट हामी गोखिलानगर हाम्रो पुग्छौँ। नेक्स्ट अपडेट हेर्दै गर्नु होला। कोलपुर चौडाया चाहिँ त्यही हो गाइस। अब कोलपुरबाट लाग्यो गाउँतर्फ। हाम्रो गजन बाटो त्यही हो। फाइनली गाइस हामी चाहिँ अब यहाँबाट हाम्रो गाउँतर्फ लागिसक्यौँ।
बिस्तारै जाऊँ ल यतै हो कि जस्तो लाग्छ होइन अलिक माथि नै हो त कस्तो चेन्ज भइसक्यो अनि हेर्दा house Elvira English आइसक्यो हामी जग्गा So this is my house So yeah, हामी अब खाना खान लागेको अवस्था खाना खान लाग्छौँ अनि गाइस अब हामी घर पुगेर नि खाना खान लागेको छौँ गाइस अब खाना खाएर अनि रेस्ट गर्ने रेस्ट गरेपछि अनि त्यसपछि हामी जुन कामको लागि आएको हो त्यही कामको लागि हामी वडातिर जान्छौँ वडामा गएर एउटा सानो फ्लाइट हुन्छ त्यो फ्लाइट लिएर अनि आज नाइट बसेर सो अनि भोलि चाहिँ हामी नेपालगञ्ज मामाघरको जानु पर्नेछ हजुर नेपालगञ्जको पनि भ्लग भोलि अपलोड गर्नेछु सो गाइस आजलाई यति भन्दै काठमाडौँदेखि नेपालगञ्जसम्मको घरसम्मको यात्रा देखाए गाइस सो यति भन्दै तपाईँलाई भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु